फुलपाती बढाइ गर्थे बारुद मात्र बालेन सरकार अहिलेको गृहमन्त्री अहिलेका प्रधानमन्त्री अहिलेका प्रधान न्यायाधीशहरू आर्मीका चिफ साहबसम्म पुग्योस् यो समाचार चाहिँ यो दरबारभित्र अझै पनि त्यस्तो बहुमूल्य चिज केही छ भने हुन त सबै लुटेर खाइहाले चोरिहाले। यतिखेर गढी दरबारको पुजारी आदरणीय प्यारो दाईले राजा महेन्द्र राजा हाम्रो इतिहासमा अहिले पनि जीवित हुनुहुन्छ र जीवितै छन् र अहिले हामीले उहाँले नै आर्चेको देशमा बसेका छौँ। पृथ्वीनारायण शाहज्यू जब गढी दरबारमा आउनुहुन्थ्यो उहाँ बस्ने गेस्ट हाउस भनौँ या घर भनौँ दरबार भनौँ यो हालत देख्दाखेरि नेपाल सरकारसम्म पुग्योस् अहिले। तर संरक्षण गरे भए आज के बनिसक्थ्यो। आज जस्तोको तस्तै पुजारी गुरुले पनि यो विषयमा बताउनुहुन्छ। घरतिरै जाउँ न हामी घरमै जाउँ। यहाँको ढोकाहरू झिकेर लए खतम। यही ढुङ्गामा नबसे यही ढुङ्गैको लगिसक्थ्यो होला। तपाईँ नबसे यो ढुङ्गै लान्थे ढुङ्गै लान्थ्यो नि यो ल। यो अब यो कवि मिनेटले काटेको छ ढुङ्गा यो सबै काटेको ढुङ्गा हो यो। त्यो काटेको ढुङ्गा सब काटेको ढुङ्गा। पहिलाचोटि हामी यहाँ आउनु नै भाग्यमानी हौ। यहाँनिर हेर्नु त कति साल पुरानो हो के छ यसको? यो अब पृथ्वीनारायण शाहभन्दा अगाडिदेखिको 90 सालको भूकम्पले ढलेन। यो चाहिँ बरु 72 सालले चाहिँ अनि ग्रुप पार्दियो। 72 सालले चाहिँ हजुर फेरि बनाउनु भयो? बनाएको छैन यहाँ बस्दिनँ म उ त्यहाँ छाप्रामा। यो भित्र हेरौँ न के राखेर यो के हो? यो भातहरू राखेर चाहिँ के हो यो? उसको गाजरको चाहिँ नि छिलेको बोक्रा। ए गाजरको छिलेको बोक्रा। जस्तै कि पृथ्वीनारायण शाहले चाहिँ यहाँ मकनपुरमा ससुराली थियो भन्ने एउटा उ छ। यो ससुराली ससुराली चाहिँ मकनपुर भन्दा त उता पर्यो। ससुराली मकनपुर त यो पनि हो होइन। तर सेनको छोरी बिहे गरेर उहाँको गोर्खा त भइहाल्यो होइन। यो चाहिँ माथि जाने बाटो? हजुर यहाँबाट चाहिँ भर्याङ थियो यस्तो भर्याङ त्यहाँबाट यस्तो भर्याङ थियो। त्यो कहाँ लग्यो त्यो माथि जान सकिँदैन। सकिँदैन यहाँ अब यहाँ माथि सकिँदैन। यहाँ के अमूल्य सामान थियो सबै लए? त्यो छैन। म आउँदा त यहाँ गाई सुत्ने टनाटन थियो। राज्यले यसलाई हेला गरेकै हो एकदम। राज्यले आज ठुल्ठुलो पदमा बसेर यत्र ज्यान बनाएर काला काला चिल्लो गाडी चढेर हिँड्छन् तर आफ्नो इतिहासलाई मेटेकै हुन्छ। अब यस्तो पृथ्वीनारायण शाह बस्ने गेस्ट हाउस जस्तो यो अवस्थामा अब यो नदेखा पनि होइन देखेको छ साराले। तर उनीहरूले चाहिँ यसलाई चाहिँ के ओझेलमा पाइरहेका छन्। यो गिठे भ्याकुर होइन? हजुर गिठा। यो त हाम्रो पुर्खाले खाएका हाम्रो पुर्खाले हिजोको दिनमा खाएका। अझै पनि यो पुरानो सम्प्रदायमा यस्तो चिज देख्न पाउनु त भाग्यमानी कुरा हो नि। गिठा भ्याकुर पनि रहेछ साथी हो यहाँनिर। भनेपछि यो दरबारलाई हेरचाह भएन। तपाईँलाई दुःख लाग्छ यस्तो हुँदा? हुन त तपाईँले पैसै पाउनु भएको छैन यो कुरेर बस्या त। सरकारले दिएको पैसा नि लुटे नि खोइ न्युति दिएको अब पैसा नपाए। नियुक्ति चाहिँ दिए पैसा दिएन नदिएर मैले न्युति नै पुर्याइदिइसकेँ होइन। नियुक्ति लिएर उहाँलाई लिएर फालिदिनु भयो। मैले पालेको यो भित्रतिर के छ? केही पनि छैन सर त्यस्तै हो। मासु पसल छ त कसको हो यो? मेरै छोरा। ए ल ठिक छ ल हेर्नुहोस् यस्तो घर ल ल हेर्नुहोस् यस्तो घरलाई चाहिँ नि अब हेरौँ न यहाँ हेरौँ। ल नेपाल सरकारका अहिले सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई पनि हाम्रो के अनुरोध छ भने यस्तो काठहरू अब यस्तो सम्प्रदाय फेरि बन्ला। पानी चुइरहेको पानी चुइन्छ सबै ज्वारा यहाँ माथिबाट पानी चुइरहेको। यति बेला यहाँ आइ परोस् र गुरु हेर्नु त यति बेला यो एकदम जीर्ण पनि देखिन्छ। अब जीर्ण अवस्थामा गयो यो पानी। अब यो काठ 300 वर्ष 1000 वर्ष टिक्ने काठ। यो काठ 200 वर्ष टिक्ने काठ। हाम्रो 3-4 पुस्ता जाने काठलाई अहिले माथि पानी मात्र रोकिदिएको भए सायद यति साह्रो जलथल यहाँनिर यस्तो यो रोकिदिएको मात्र एउटा जफ्ता ल्याएर हालिदिएको भए यो गाउँको जनप्रतिनिधिजी हो। यो तपाईँहरूको सम्प्रदाय हो प्रकाश भुजेलको होइन। प्रकाश भुजेल मात्र बोल्न पर्ने भन्ने छैन। यहाँ गाउँका कहाँ हुनुहुन्छ मेयर साहब कता हुनुहुन्छ? यो जिल्लामा जित्नु भएका तपाईँहरूको आँखा अलिकति यता गएन? यो पर्यटक क्षेत्र बन्ने कुरा हो। सिन्धुली गढी होइन यो तपाईँको चाहिँ मकनपुर गढी यस्तो चिज हो कि यो चिसोपानी यो हरेक नुवाकोट गढी यिनीहरूमा एउटा इतिहास छ। यो इतिहासलाई खायौ
यहाँ अलिकति ध्यान गएन राज्यको खल्तीको दिनुपर्ने त होइन नि ल्याएर यसो बजेट हालिदिएर बनाइदिए दिखुन यहाँका समितिलाई दिए बनाएको समितिलाई दिए दिखुन यो बन्ने थिएन एक एक मूल्य चुकाउनु पर्ने छ एक एक मूल्य मैले बोलेको होइन यो मेरो आत्माले बोलेको यो मेरो हृदयले बोलेको हामीलाई दुःख लाग्यो यस्तो कुराहरूमा यो हाम्रो कुरा हो यदि मेरो सिन्धुपाल्चोक जिल्लामा थियो भने यो घर 1000 वर्षदेखि इतिहासभरि रहिराख्ने थियो जीवित राख्ने थियौँ हामी आज मकवानपुर जिल्लाको सबै जिल्लावासीहरूलाई पनि एउटा म के भन्न चाहन्छु भने यो तपाईहरूले बनाउने सम्प्रदाय हो यो तपाईहरूको दायित्वमा छ यदि मेरो सिन्धुपाल्चोकमा भइदिएको भए यो दरबारको म यति रेखदेख गर्थे के यहाँभित्र हेर्न आउन पनि आउँ जस्तै नारायण रेड्डी दरबार जस्तै सिंह दरबारको जस्तै मूल्याङ्कन बनाउँथे क्या धिकार छ साथी हो तिमीहरूलाई तिमीहरू मान्छे भएर नबाँच आज यो भित्ताले यो बनेको सम्प्रदायले हामीलाई हेरिरहेका छन् बोलाइरहेका छन् यो शब्द प्रकाश भुजेलको होइन यहाँ आत्मा बोलिरहेको छ यो आत्मालाई विचार गर्नु यो भित्र यस्तो छ है तपाईले यसको अवस्था चाहिँ बसन्तपुर दरबारलाई ल हेर्नुहोस् यो नुहाइधुवाइ गर्ने यो नुहाइधुवाइ गर्ने जहाँबाट चाहिँ ए राजा रानीहरू हजुर नारायण शाहले चाहिँ यहाँबाट चाहिँ काठमाडौँमा हमला गरेका थिए अरे र हमला गर्दाखेरि चाहिँ यहाँ आएर बस्नु हुन्थ्यो अरे भन्ने पनि एउटा यस्तो जङ्गलमा है सबै यो हाम्रो कति सालमा चाहिँ सिंहदरबार आगो लागि भयो 29 कि कतिमा यो सबै यो चुना सुर्की त्यही खाले हो यो चुना यो वर्ष अब सिमन्टीको भए त 50 वर्षको आयो यो त कति गइसक्यो कति यो दरबारको विषयमा तपाईँलाई जानकारी भएका कुराहरू केही हामीलाई सुनाइदिनुहोस् त यो दरबारको चाहिँ भन्नाले हामी चाहिँ बच्चा हुँदाखेरि चाहिँ यहाँ त गाड बस्थ्यो एउटा ढोकामा चाहिँ 2 जना बस्थ्यो बन्दुक बोकेर हामी चाहिँ गढी हेर्न जाने भनेर तलबाट यो उकालो चढ्दै तामाङ केटाहरूसँग हाम्रो हजुरबाबुले के भन्नुहुन्थ्यो त्यो गढीमा नजा त्यहाँ त लुगा खोल्छ तिख्रा काट्छ छाला तार्छ नुन खोर्सानी हालेर त्यहाँ इनारमा फालिदिन्छ भने यसो सोचेपछि ठेट हामीले के गल्ती गरेका छ र छाला तार्नलाई भनेर हामी भागेर आउँथ्यौँ त्यहाँ अगाडिबाट आएर यसो ढोका हेर्दाखेरि त्यो पालेहरूले ओ फुच्चेहरू के हेर्न आएको भन्दा यो हवाराङ्ग थर्किँदा त सातो जान्थ्यो हामी विपत्ता भाग्थ्यौँ कि यस्तो घर हो यो त यति बाग्लो यहाँ गाईको गोबर मान्छे जे सब थियो म पुजारीमा बसिएपछि अब मेरो बस्ने यहाँ जग्गा भएन अनि यही सरसफाइ गरेर अनि यो बसी निकै टाइमसम्म अनि त्यो वैशाख 12 गते चाहिँ भूमिकम्पले गाह्रो बरु मेरो सामानै निकालेन माथि सबै टिभीहरू सब पुरिरहेको छ माथि नै त्यो उदा टोली तर्साउँथ्यो यहाँ थाबै तर्साउँछ नि यहाँ त के गर्छ यहाँ त अलिकति फाकाफुको गर्न सकेन भने त तर्साउँछ नि यहाँले मान्छे समात्न आउँछ यताबाट राति त समात्न आउँछ समात्न आउँछ खेद्छ नि यहाँ हामी त कस्तो भने अलिक फाकाफुको गर्छौँ त्यसो भएर चाहिँ मेरो समात्नै आउने समात्न मेरो छोरा यता निस्केर छ त्यहाँबाट भ्लुत्तै झुम्डमा यता त्यो बन्दाखेरि जस्तो जुम आयो भनेर बाहिर म भाटमा पछाडि नआएको थियो कान्छो छोरा ए यहाँ बनझाग्री आउँछ बनझाग्री हो कि के हो यो त्योलको कालो न कालो तर्साउँछ नि अब यहाँ त कतिजना मान्छे मरे हेर्नुहोस् त्यो तल इनार छ नि इनारमा अब कतिजना मान्छे त्यहाँ फाले होला हेर्नुहोस् त्यहाँ मरेको इनार छ तल आमै इनार छ नि फाँसी दिने अहिले पनि देख्छ छ नि हेरौँ न गएर आज त्यो मन्दिरबाट देख्छ लजाउँ त हेर्न जाउँ आज मान्छेलाई फाँसी